त्यसलाई अब समिज माथि गराएर त्यसको अब त्यो दुध निचारेर हेरी अब मान्छेहरूले भन्छ नि अब बच्चा पाएको मान्छेको त्यो हेरेपछि थाहा हुन्छ भने चाहिँ मैले निचारेर हेर्दा त्यसको आयो दुध आयो भने हेर तैँले ढाँट्नु पर्दैन तेरै काम तेरै हो त्यो त्यस्तो नगर भनेपछि रुँदै भने हो सानो मम्मी यस्तो यस्तो भयो मम्मी औषधि लिन गयो मलाई पेट दुखेको औषधि मम्मी लिन गयो उता गएपछि म टोइलेटबाट टोइलेट गएर लुगा सुरुवालले यसो तान्दाखेरि खुट्टा झऱ्यो खुट्टा के झऱ्यो भनेर मैले यसो हेर्दाखेरि बच्चा रहेछ म आन्टी एकदम मेरो मम्मीलाई भोलि समाजले के भन्ला भोलि अब यस्तो होला उस्तो होला भनेर मलाई के आयो दिमागमा मैले एउटा सेतो प्लास्टिक लिएर आएँ भित्र गएर अनि त्यसमा हालेर मैले त्यो झारीमा लगेर राखेँ भनेर भने अनि त्यसपछि यो कसको हो त होइन के हो मलाई नढाँटे किन भन् भने उसको मम्मीहरूलाई कसैलाई नभनेको कुरा अनि उसले के भन्यो भने देउसी खेल्न गएको देउसी खेल्न यो ग्रुपसँग गएको रहेछ भक्तपुरतिर गाडी लिएर डिजे लिएर अनि डिजे बजाउने केटा रहेछ एउटा नाम के हो त्यसको के डिजे पो भन्छ कस्तो युनिक नाम छ बिचमा के छ अनि नाम चाहिँ कुस डिजे अरे नाम कुस डिजे अनि दाहाल छ क्या थर चाहिँ अनि त्यस्तो युनिक नाम रहेछ अनि त्यो केटाले अब देउसी खेल्न सक्यो अरे उनीहरूको देउसी खेल्न सकेपछि 2 बजे थियो अरे अब यति बेला भइसक्यो गाडीहरू पनि गयो आफ्नो नजिकको केटीहरू घर गयो अनि अब मैले तिमीलाई त्यहाँसम्म पुर्याउने साधन छैन आज मेरै दाइको कोठामा बसौँ भने अरे अनि त्यसपछि डिउ खान दिएको थियो अरे डिउ खान दियो अरे डिउ खाएपछि अब उसलाई त्यसपछि के भयो थाहा छैन अरे लट्ठ जस्तो पनि भयो अरे त्यसपछि उनीहरूको अब त्यहाँनिर अब नराम्रै भएछ अनि बिहान दिदीले फोन गर्यो अरे फोन गरेर 12 बजीतिर फोन उसले अब साइलेन्टमा रहेछ मोबाइल अनि 12 बजीतिर फोन उठायो त किन घर नआयो कि त कहाँ हो होइन हेर्नु न मम्मी देउसी खेल्दा राति पऱ्यो हामी यहाँ साथीकोमा म त यहाँ साथीकोमा बसेँ म आउनु लाग्छु भने अनि त्यसपछि त्यो केटाले उनीहरूको बिचमा अब त्यो केटाले अन्त उनीहरूको अब लभ अब अहिले म बिहे गर्न सक्दिनँ 4-5 वर्षपछि बिहे गर्छु मेरो अहिले राम्रो कमाइ पनि छैन म फाटोफुटो यस्तो उसमा हिँड्छु म पनि सानो केटा पनि 21 वर्ष गऱ्यो अब यो भर्खर 16 पुगेर 17 लागेको अब 16 भनौँ अनि बिचमा लकडाउनमा थियो अरे फोन भएको थियो अरे त्यही फोन आधार मैले हामीले पुलिसलाई दिएको छौँ फोन नम्बर अनि त्यो केटाले पछि बिहे गर्ने 4-5 वर्षपछि बिहे गर्ने भनेर केटा चाहिँ तराईतिर भने सुनेको होइन अब फेसबुकबाट उ गरेर सबै पुलिसहरू लिनुभएको नम्बरहरू लिनुभएको तराईतिर गरे केटा अनि म जान्छु भनेर केटा कार्तिकभरि बस्यो मङ्सिरको अब कति गते केटा गयो अरे अनि गएर बिचमा लकडाउनमा चाहिँ फोन गरेको थियो अरे अनि फोन गरेको थियो उनीहरूको त्यति हो अरे त्यति बेला फोन भयो त्यसपछि फोन भएको होइन त्यो दुध निचारेर हेरी अब मान्छेहरूले भन्छ नि अब बच्चा पाएको मान्छेको त्यो हेरेपछि थाहा हुन्छ भने चाहिँ म निचारेर हेर्दा त्यसको आयो दुध आयो भने हेर तैँले ढाँट्नु पर्दैन तेरै काम तेरै हो त्यो त्यस्तो नगर भनेपछि रुँदै भने हो सानो मम्मी यस्तो यस्तो भयो मम्मी औषधि लिन गयो मलाई पेट दुखेको औषधि मम्मी लिन गयो उता गएपछि म टोइलेटबाट टोइलेट गएर लुगा सुरुवालले यसो तान्दाखेरि खुट्टा झऱ्यो खुट्टा के झऱ्यो भनेर मैले यसो हेर्दाखेरि बच्चा रहेछ म आत्ती एकदम मेरो मम्मीलाई भोलि समाजले के भन्ला भोलि अब यस्तो होला उस्तो होला भनेर मलाई के आयो दिमागमा मैले एउटा सेतो प्लास्टिक लिएर आएँ भित्र गएर अनि त्यसमा हालेर मैले त्यो झारीमा लगेर राखेँ भनेर भने देउसी खेल्न गएको देउसी खेल्न यो ग्रुपसँग गएको रहेछ भक्तपुरतिर गाडी लिएर डिजे लिएर अनि डिजे बजाउने केटा रहेछ एउटा नाम के हो त्यसको के डिजे पो भन्छ कस्तो युनिक नाम छ बिचमा के छ अनि नाम चाहिँ कुस डिजे अरे नाम कुस डिजे अनि दाहाल छ क्या थर चाहिँ अनि त्यस्तो युनिक नाम रहेछ अनि त्यो केटाले अब देउसी खेल्न सक्यो अरे उनीहरूको देउसी खेल्न सकेपछि 2 बजे थियो अरे अब यति बेला भइसक्यो गाडीहरू पनि गयो आफ्नो नजिकको केटीहरू घर गयो अनि अब मैले तिमीलाई त्यहाँसम्म पुर्याउने साधन छैन आज मेरै दाइको कोठामा बसौँ भने अरे अनि त्यसपछि डिउ खान दिएको थियो अरे डिउ खान दियो अरे डिउ खाएपछि अब उसलाई त्यसपछि के भयो थाहा छैन अरे लट्ठ जस्तो पनि भयो अरे त्यसपछि उनीहरूको अब त्यहाँनिर अब नराम्रै भएछ भनौँ हिजो चाहिँ यस्तो भयो त्योभन्दा अगाडि त म गोर्खाबाट आएको चचाउनको लागि मलाई दिदी भेट्न आएको मलाई अनि आउनुभयो त्यसपछि अनि चटपट पानीपुरी खाएर राम्रै हुनुहुन्थ्यो पेट थिएन उहाँको
यस्तो अब मेरो नानी छैन 2 वर्षको, अब हामी त ठुलो पेट थियो, हामी त अलिक बच्चा पाउने मान्छे अर्कै थियो, ऊ त हट्ट पेट स्यापो थियो, उसको केही थिएन। अनि मान्छेहरूले अलिअलि छिमेकीले भन्नुभयो नराम्रो होइन, छिमेकीले शङ्का गर्नुभएको छ, बुढापाकाले थाहा पाउनुहुन्छ, तँलाई यस्तो भन्छ रबिना के हो, खुलस्त भन, हो भने दिदीलाई भन, हामी केही गर्छौँ, यस्तो हो त, खोइ तेरो पेट हेरौँ त भनेर छाम्दाखेरि ल हेर्नु मेरो पेट यस्तो छ भनेर पड्का बनाएर रहेछ उसले, कसरी बनाएको थियो। अब आज हिजो बच्चा पाउनु थियो, उसले पेट त्यस्तो कसरी किन बनायो पड्का भन्दाखेरि कम्मर पेट म मिन्स भइरहेको छु, 2 दिन भयो मलाई एकदम ढाड दुखेर मैले बानेको भने, त्यो त हामी पनि बान्छौँ नर्मली। अनि हो तँलाई गाह्रो भयो भनेर एकदम माया लाग्यो। अनि तँलाई गाह्रो भयो त आज यहीँ बस्नु त कि जानु सक्दिनँ भने पानी परिरहेको छ भने, होइन दिदी म जान्छु, मेरो अब हुन्छ नि सामानहरू सबै अब यस्तो भएको छु, सामान मेरो सबै उतै छ, यता केही छैन, जान्छु भने ल ठिक छ भनेर गयो। पानीपुरी चटपट खाएर गयो, राम्रै थियो ऊ, त्यस्तो मलाई लागेन, मै बच्चा पा मान्छे मलाई लागेन त्यस्तो। अनि राम्रैसँग गयो, बिहान एकैचोटि उठी नानीलाई चियासिया दिइरहेको थिएँ, मैले चियासिया दिइरहेको थिएँ, एक्कासी सालमेला आएर भन्नुहुन्छ दौडेर यस्तो यस्तो भयो अरे भने। अनि हातखुट्टा लग्लो काम थाले, के भन्छ यस्तो कहाँ हुन्छ, हिजोसम्म त मलाई भेट्न आएको छ, कसरी हुन्छ यो हुँदैन, यो हुन सक्दैन, त्यसलाई कसले फसा होला, मलाई त्यस्तो लाग्यो। त्यस्तो लागेपछि अनि ल के गर्ने हो, यस्तो यस्तो भयो अरे, ल के गर्ने हो भने। अनि एकैछिन पछि उहाँले फोन गर्नुभयो मलाई, चौकीबाट फोन गर्नुभएछ, आमाले काली के हो रबिनालाई त फसाएछ भनेर। कसले फसाउँछ, मान्छेहरूले त सबैले तपाईँहरूलाई दोष लाख नि त, तपाईँ आमा छोरा थाहा हुन्छ नि त्यो, हामी त जब टाढाको मान्छे, मलाई त भेट्न मात्रै आगे के भयो त, मैले फेरि हिजो हेरेँ नि त्यस्तो त लागेन मलाई भने। खोइ त्यसले नि होइन पुलिससँग बाजी, होइन मैले होइन भनेर पुलिस सँगसँगै राम्रै बोल्यो अरे, सुत्केरी मान्छे कस्तो हुन्छ एउटा। अनि ऊ त एकदम राम्रो नर्मली चियापप खाइरहेको थियो अरे, भन्छ मैले होइन ल मलाई लानुहोस्, म मेडिकल चेकअप गर्न तयार छु, त्यस्तो भनेर। त्यस्तो भनेपछि कुन चाहिँ परिवारलाई लाग्दैन, कुन चाहिँ परिवार लाग्दैन यो होइन मेरो नाना फसास लाग्दैन ल, के हो त्यो कुरा, त्यसरी फेरि पुलिसले लाँदैन, त्यो पनि छ। फेरि छिमेकीले भन्नुभएको छ राम्रो छैन यिनीहरू भन्नुभएको छ, के हो त्यो त थाहा छैन। अनि त्यसपछि अनि तपाईँ कता होइन म चौकीमा भनेर फेरि मेन्टली हुन्छ आत्तिनु भयो, डर लाग्यो हामीलाई त। उहाँलाई के होला नि डर लाग्यो, अनि त्यो नानीको त छ, उसको त छ, उसले त काण्ड गरिसक्यो, नराम्रै काण्ड गर्यो उसले त, अचम्मकै काण्ड गर्यो, त्यो त हामीले नि सक्दैनौँ। एउटा बच्चालाई पाएर कति माया हुन्छ, के गर्यो त्यतिखेर उसले के दिमागमा सोच्यो त्यो हामीलाई थाहा छैन, हामी त्यतिखेर पर्या भए हामी पनि बा त्यस्तै गर्थ्यौँ, अल्लाहले बुद्धि छ, के गर्यो होला। अनि त्यसपछि ल नआत्तिनु, म र सानी आउँछु, अब के गर्ने त, हुने कुरा भइहाल्यो, यो सत्य हो रहेछ भने अब त्यसलाई नि हुन्छ कारबाही, के गर्ने, बेजत त यसै अब हुन्छ, होइन रहेछ नि त्यो हल्ला गर्नेलाई नि त कारबाही हुन्छ, बेजत गर्नेलाई त सानो नानीलाई भनेर अब हामी त आफ्नो माया लाग्छ नि त है, आफ्नो मान्छे कार्यालय पनि जानुभयो, तपाईँ पुग्नुभयो? गयो त्यहाँ गएर। अनि मैले भने रबिना यस्तो यस्तो हो सत्य भन, अब त झुट कुरा बोल्नु मिल्दैन, जे छ भन सत्य, तेरो बच्चा हो भने हामी स्वीकार्छु, जसले नि पाल्छ भनेर मैले भने। बच्चा दिने मान्छे यतिकै होइन, त्यस्तो थियो। अनि त्यसमा फेरि सानीले भन्नुभयो त ल टोइलेट जानु सक्छस् भन्नुभयो, सक्छु। उहाँले लगेर म तेरो सब चेक गर्छु ल भने। अनि उहाँले गएर टोइलेटमा लगेर थुनेर म बाहिर बसेँ, उहाँलाई एकदम उ भइरहेको थियो, चुप लाग्नु साँचो कुरा थाहा छैन, चुप लाग्नु नआत्तिनु भनेर। अनि उहाँले भित्र गएर के गर्नु, म जुस बेचिरहेको थिएँ, म एलोभेरा जुस बेच्छु बिहान ग्राउन्डमा, म निवाग हिँड्ने मान्छेले खानु। अनि एउटा दाइ आउनुभयो जुस खानु, मेरो कस्टमर। अनि उहाँले भन्नुभयो तपाईँको दिदीको घरको छेउमा मान्छे धेरै भिड छ, के अरे त्यहाँ के भएछ, बच्चा पनि फाले रहेछ भन्यो भने। त्यसो भनेपछि अनि मलाई कस्तो लाग्यो। अनि मैले हतन यहाँ भाउजूलाई फोन गरेँ, अलि अगाडि बस्नुहुन्छ भाउजूलाई फोन गरेँ, भाउजू के हो त्यहाँ त यस्तो हल्ला सुने भने। अनि त्यसपछि हो रबिनालाई अब यस्तो भएछ हुन चाहिँ, तर म घर आएँ, कति बेला उसले पायो कति बेला फाल्यो त्यो चाहिँ थाहा छैन भनेर भन्नुभयो भाउजूले। अनि त्यसपछि अनि हेर उसले त्यही चौकीमा जाउँ भने, दुईजना चौकीमा गयो। चौकीमा गइसकेपछि अनि मैले यहीँबाटै के भनेर अब गएको थिएँ भने सोचेर, बच्चा पाएको मान्छेको त हामीले अब के अरे उसले जति ढाँटे पनि अब म भित्र गएर, हामी एउटा बच्चा पाइसकेको मान्छे हो, भित्र गएर मैले हेरेपछि थाहा पाउँछु भनेर मैले उसलाई फकाएर लगेँ। अनि फकाएर लगेपछि उसले मम्मीहरूलाई यहाँ कस्तोले नभनेको कुरा, अनि मैले फकाएर लगेपछि के भयो रबिना, के भएको यस्तो के हो ल भन् त, नढाँट, तैँले अहिले हस्पिटल लगेर दुनियाँले त्यो चेकअप गर्नुभन्दा बरु मैले हेर्दा राम्रो हुन्छ ल भन् भने। अनि मैले त्यसलाई अब समिज माथि गराएर त्यसको अब
त्यो दुध निचारेर हेरी अब मान्छेहरूले भन्छ नि अब बच्चा पाएको मान्छेको त्यो हेरेपछि थाहा हुन्छ भने चाहिँ मैले निचारेर हेर्दा त्यसको आयो दुध आयो भने हेर तैँले ढाँट्नु पर्दैन तेरै काम तेरै हो त्यो त्यस्तो नगर भनेपछि रुँदै भने हो सानो मम्मी यस्तो यस्तो भयो मम्मी औषधि लिन गयो मलाई पेट दुखेको औषधि मम्मी लिन गयो उता गएपछि म टोइलेटबाट टोइलेट गएर लुगा सुरुवाल यसो तान्दाखेरि फुत्त के झऱ्यो भनेर मैले यसो हेर्दाखेरि बच्चा रहेछ म आत्ति एकदम मेरो मम्मीलाई भोलि समाजले के भन्ला भोलि अब यस्तो होला उस्तो होला भनेर मलाई के आयो दिमागमा मैले एउटा सेतो प्लास्टिक लिएर आएँ भित्र गएर अनि त्यसमा हालेर मैले त्यो झारीमा लगेर राखेँ भने अनि त्यसपछि यो कसको हो त होइन के हो मलाई नढाँटिकन भन् भने उसको मम्मीहरूलाई कसैलाई नभनेको कुरा अनि उसले के भन्यो भने देउसी खेल्न गएको देउसी खेल्न यो ग्रुपसँग गएको रहेछ भक्तपुरतिर अब गाडी लिएर डिजे लिएर अनि डिजे बजाउने केटा रहेछ एउटा नाम के हो त्यसको के डिजे पो भन्छ कस्तो युनिक नाम छ बिचमा के छ अनि नाम चाहिँ कुश डिजे रे नाम दाहाल कुश डिजे अनि दाहाल छ के थर चाहिँ अनि त्यस्तो युनिक नाम रहेछ अनि त्यो केटाले अब देउसी खेल्न सक्यो अरे उनीहरूको देउसी खेल्न सकेपछि 2 बजे थियो अरे अब यति बेला भइसक्यो गाडीहरू पनि गयो आफ्नो नजिकको केटीहरू घर गयो अनि अब मैले तिमीलाई त्यहाँसम्म पुर्याउने साधन छैन आज मेरै दाइको कोठामा बसौँ भने अरे अनि त्यसपछि डिउ खान दिएको थियो अरे डिउ खान दियो अरे डिउ खाएपछि अब उसलाई त्यसपछि के भयो थाहा छैन अरे लट्ठ जस्तो पनि भयो अरे ऊ त्यसपछि उनीहरूको अब त्यहाँनिर अब नराम्रै भएछ भनौँ अनि बिहान दिदीले फोन गर्यो अरे फोन गरेर 12 बजीतिर फोन उसले अब साइलेन्टमा रहेछ मोबाइल अनि 12 बजीतिर फोन उठायो त किन घर नआयो कि त कहाँ हो यहाँ हेर्नु न मम्मी देउसी खेल्दा राति पऱ्यो हामी यहाँ साथीकोमा म त यहाँ साथीकोमा बसेँ म आउनु लाग्छु भनेर अनि त्यसपछि त्यो केटाले उनीहरूको बिचमा अब त्यो केटाले अनि उनीहरूको अब लभ अब अहिले म बिहे गर्न सक्दिनँ तिमीलाई 4-5 वर्षपछि बिहे गर्छु मेरो अहिले राम्रो कमाइ पनि छैन म फाटाफुट्टा यस्तो उसमा हिँड्छु म पनि सानै अब केटा पनि त्यस्तै 20-21 वर्ष गरे अब यो भर्खर 16 पुगेर 17 लागेको अब 16 भनौँ अनि अनि बिचमा लकडाउनमा थियो अरे फोन भएको थियो अरे त्यही फोन आधार हामीले पुलिसलाई दिएछौँ फोन नम्बर अनि त्यो केटाले पछि बिहे गर्ने 4-5 वर्षपछि बिहे गर्ने भनेर केटा चाहिँ तराईतिर भने सुने होइन अब फेसबुकबाट उ गरेर सबै पुलिसहरूले लिनुभएको नम्बरहरू लिनुभएको तराईतिर गरे केटा अनि म जान्छु भनेर केटा कार्तिकभरि बस्यो मङ्सिरको अब कति गते केटा गयो अरे अनि गएर बिचमा लकडाउनमा चाहिँ फोन गरेको थियो अरे अनि फोन गरेको थियो उनीहरूको त्यति हो अरे त्यति बेला फोन भयो त्यसपछि फोन भएको होइन आमाले हिजो अरू मिडियामा के भन्नुभएको थियो भन्दा होइन मेरो छोरीलाई त महिनावारी भएको थियो पनि भन्नुभएको थियो अरे उसले त्यस्तो बेला त हुँदैन नि होइन यस्तो कस्तो सबै अब होइन 100% मा 5% हुन्छ ब्लिडिङ भइरहन्छ थोरै ब्लिडिङ देखाउँछ त्यस्तो त्यो पुरै होइन यति देखाएर नै बच्चा भइ नि रहन्छ कोही झुकिरहेको हुन्छ धेरै देखाएको छु मैले यो नि भयो होला भन्छु है त्यो के भयो बाउले नक्कल ल्याएर देखाएन होला थाङ्ना धोएन होला त्यति एक्टिङ गर्ने खालको अब एक्टर नि होइन के गरे थाहा छैन उहाँको गाडी थाङ्ना धुनु हुन्थ्यो अरे उहाँले धोइदिनु हुन्थ्यो अरे त्यो त उहाँले भनेको कुरा हो हामीले नि हिजो थाहा पाएको कुरा त सबै भन्छौँ त्योभन्दा अगाडि त अब हामी आफ्नो उसमा काममा हुन्छौँ अघिका दिनमा देख्दाखेरि नानीको पेट त्यस्तो बढेको यताउता केही देख्नुभयो त मैले चाहिँ बिचमा यो लकडाउनमा बिचमा मेरोमा त्यति उ थिएन दिदीको र मेरो अलिकति सानोतिनो कुराले अब अलिकति डिस्कस जस्तो बोलचाल थिएन भनौँ अनि बिचमा देख्दाखेरि मलाई छिमेकीले के भनेको थियो भने के हो त्यो तिम्रो दिदीको छोरीको त अलिकति पहिला त पातली मान्छे अलिकति मान्छे सोलो डोलो देखाएको छु के हो भनेर मलाई भन्दाखेरि मैले दिदीलाई डाइरेक्ट भन्न सक्ने उ थिएन दिदी मसँग बोलचाल थिएन अनि मैले उसको दिदीलाई हेर न मान्छेले मलाई 2 जनाले चाहिँ यसो भनेका छन् के हो एकपल्ट हेर्न मैले डाइरेक्ट सोध्न मिल्दैन मसँग बोलचाल छैन तैँले सोध्न के हो त भनेर भन्दाखेरि अनि उसले सोद्धाखेरि कहाँ हुनु होइन यो अब लकडाउनमा यिनीहरू अब अन्डा माछा मासु खाएर मोटा बाबु पनि पहिलाभन्दा मोटाको छ भुँडी पनि लागेको छ अब दिदीभाइ दाजुबहिनी नै मोटाको सबैजना बसेर खाने मोटाको भन्ने एउटा त्यो भयो त्यति शङ्का चाहिँ मनमा छँदै थिएन त्यही होला भन्ने चाहिँ थिएन तर एउटा आमैले चाहिँ अड्कल गरेको थियो मलाई त त्यस्तै लाग्छ भन्थ्यो त्यो आमैले चाहिँ बुढापाकाहरूले चाहिँ थाहा पाउनु आजभन्दा 2 महिना 3 महिना अगाडि लाग्थ्यो अब हाम्रो चाहिँ यत्रो ठुल्ठुलो हामी त अब हस्पिटल जाने
हुने अब त्यो अलिकति पहिला जस्तो पहिला नै त्यस्तो नै अलिकति अनुभवै त्यो भएन कि। अलि लुगा चाहिँ अलि हल्लिङै लाउँथे ठुल्ठुलै लाउँथे आफ्ना सन्तानहरू आफ्ना घरका मान्छेलाई नर्मली नै लाग्छ होइन हजुर। तर नानीको स्वभाव कस्तो थियो तपाईँहरूले हेर्दाखेरि बाहिरबाट त्यो नढाँटेरै भन्नुपर्दाखेरि है हजुर स्वभाव त नक्कल पार्थे पढ्नमा थिइनँ होइन सत्य कुरा भन्छु पढ भन्दाखेरि मान्दिनँ थिएँ लद्दु थिएँ अब दाइ त्यस्तो पढ्नमा ट्यालेन्ट थियो अब ऊ पढ्नु पाएन आफ्नो घरको स्थितिले होइन ऊ काममा जानु ऊ चाहिँ उसलाई चाहिँ दाइले पढाइरहेको थियो ऊ एउटैको कमाइ हो यहाँ घरमा है जसोले चलाइरहेको खुवाइरहेको थियो बहिनीलाई आमालाई ऊ गरिरहेको थियो घरबाट चलिरहेको थियो त्यो नि भर 19-20 वर्ष भइदिएर भएको छैन अनि नानी चाहिँ नक्कली नै अलिक उत्तौली नै थिए जब छिमेकीले भन्नुभएको छ झुट होइन बडा उनीहरूलाई त्यस्तो भन्नु हुँदैन आफ्नै मान्छे त राम्रो होइन अलिकति नक्कल अब गाजर सजर लाउने लिपस्टिक यताउति हिँड्ने उ गर्ने थिए सामान्य लगाउने यताउता गर्ने त्यो उमेरले पनि हुन्छ तर बाहिर हिँड्ने यताउता बाहिर साथीहरूसँग नि हिँड्थे रे तर हामीले चाहिँ देखाएको थिएन हिँडेको चाहिँ तिहारमा बसेको त्यही एउटा काण्ड हो त्यहाँ भन्दा त फेरि मम्मी नि कडै हुनुहुन्थ्यो उहाँ नि अलि यता त बस्नुहुन्न यता केटी मान्छे भएर यस्तै हुनुहुन्छ उहाँको मम्मी कचकच गर्ने खालको हुनुहुन्छ यस्तो यस्तो गर्नु हुँदैन भनेर पहिला त अब स्कुल जान्थेँ स्कुलमा साथीहरूसँग डुल्थेँ त्यही तिहारमा भएको रे बसेको नि त्यही दिन हो रे भन्छ है घरको मान्छेले भन्छ अब हामी त भगवान् जान्नु त्यसो भन्छ घर त्यही बेला काण्ड हो तर त्यही बेलादेखि नानी हिँड्ने डुल्ने छोडिदिएको त्यस्तो कुरा नि भन्नु भएको छ फोन छैन फेसबुकमा फोटोसोटो हाल्ने गर्ने छैन अब त्यहाँ के भयो उनीहरूको त्यो केटालाई खोजेर ल्याऊँ भने पनि नानीको उमेर भएको छैन यदि कानुनले विवाह गराइदियो भने नि विवाह गर्ने उमेरै पुग्दैन भर्खरै 16 वर्ष कि भइन् 20 वर्ष पुग्नुपर्छ होइन प्रहरीले के भन्नुभएको छ अब तपाईँहरूले के सोच्नु भएको छ प्रहरीले त अहिले यस्तो भन्नुभएको छ अब बच्चाको पनि नाजुकै छ अब आमाको पनि नाजुकै छ अहिलेलाई संस्थामा राख्ने त्यसपछि उताबाट आएर तपाईँहरूको घर सरलाई अब सबैजना बसेर के गर्ने त्यसपछि कुरा गरौँ भन्नुभएको छ केटालाई नि अब खोजिरहनु संस्थामा राखिएको छ नानीको सानो जन्मेको बच्चाको चाहिँ उपचार भइरहेछ उपचार छैन नानीको बच्चा पनि अब अलिअलि स्वस्थ छ स्वस्थै छ बच्चा अनि नानीसँगै राखिया हो नानीसँगै आमा र बच्चालाई छुटाउनु हुँदैन यस्तो बेला भनेर सँगै छ दुईजना सँगै छ अब तपाईँहरूले चाहिँ के सोच्नुहुन्छ त्यो केटालाई ल्याएर बोलाएर विवाह नै गरिदिन्छु भन्ने सोच्नु भएको छ कि एउटा अब त्यस्तो भइसक्यो होइन एउटा तपाईँहरूको सोचाइ पनि हुन्छ नि त अब इज्जत जान्छ यताउता मान्छेको होइन त्यो परिवारको कुराहरू पनि हुन्छ के सोच्नु भएको छ हजुरहरूले चाहिँ सकेसम्म अब बोलाएर राखेर अब नजिक राखेर उनीहरूलाई अब राखिदिने नै हिसाब हो अब केटाले के भन्छ अब सकेसम्म चाहिँ हामीले चाहिँ दुईजनालाई राखेर दुईजनालाई सोधेर अब के हो त्यो बुझौँ अनि नजिकै अब विवाह गरेर राख्ने के गर्ने त्यो चाहिँ अलि दिदीलाई अलि अहिले सन्चो छैन बाहिरी स्रोत अनुसार के जानकारी पायौँ भन्दाखेरि यहाँ दिदीहरू केही दिन अगाडि मात्रै यता कोठा सर्नु भएको रहेछ होइन पुरानो घरबेटीमा चाहिँ त्यस्तै के भएर चाहिँ निस्किनु भयो भन्ने सुनेको थिएँ के हो खास अब पुरानो घरबेटीमा पनि दिदीले चाहिँ भन्दाखेरि दिदीको हिसाबमा कति हजार पो भन्थ्यो कति हजार छ अरे लकडाउनदेखिको खप्टेको अब बिचमा बाबुको नि तलब आएको छैन कसैको काम छैन अनि खप्टेको घरबेटीले चाहिँ खै 40 हजार कति बढी देखाए उसको हिसाबमा भन्दा घरबेटीको बढी भयो अरे अनि त्यही कुरामा हाम्रो किचकिच भएर घरबेटीसँग किचकिच भएर मलाई त्यहाँ बस्न मन लागेन दिनरातै बाहिर बसेर सुनाउने फलानाहरूले पैसा दिएन यस्तो भन्ने रे अनि घरबेटीको र उसको डिस्कस परेर म त कोठा सर्न लाग्छु भनेर मसँग बोलचाल भयो नि भर्खरै हो अनि उसले भने निस्केर चाहिँ मलाई एकपल्ट त्यो बाटोमा भेटेर तिम्रो दिदीलाई निकाल हेर तिमी अलि बुझ्छौ तिम्रो दिदी त बात नआउँछ होइन दिदी त्यसलाई अब पहिला मैले विदेशबाट नि त्यसै गरेँ झिगाएको त्यो अलिकति अब त्यसले औषधि खाएको मान्छे हो त्यो अब उसको स्वरै पनि अलिक ठुलो छ उसले अब त्यस्तो गर्यो म भनिदिउँला अब सर्छन् उनीहरू भने मैले उसलाई भेटेर भने घरबेटीले पछि पैसा दिए हुन्छ सर भनेको छ तिमीहरू सर न त राम्रो ठाउँमा पाउँछ भने सर भने मैले अनि पानी पैसा तिरेर बस्दा पनि अब खप्ट्या छ पछि त तिर्ने हो नि त पैसा तिरेर बस्दा पनि पानी चलाउनु दिएन यो दिएन त्यो दिएन भनेर उसले मलाई भन्थ्यो कि गएर बोल्दाखेरि त्यहाँ अहिले भर्खर बोलचाल भयो हाम्रो त्यहाँ गएर भन्दा चाहिँ त्यसो भन्थ्यो नि मैले त्यस्तो किचकिच हुन्छ भने अन्तै सर नि त भने मैले पनि भनिदिएको थिएँ अनि उनीहरू यहाँ सरेको भर्खर कति भइसक्यो आजकल त्यो नानीको कति भेट हुने गर्थ्यो दिनदिनै भेट हुन्थ्यो कि कति दिनमा उनीहरूलाई चटपटे खानु मेरो दिउँसो चटपटे पसल्छ कहिलेकाहीँ चटपटे खानु मन लाग्यो भने त्यहाँ आउने हो अब म पनि कहिले खोलेन हिजो मैले बल्ल हेर अब हस्पिटलमा लगेर बेजत हस्पिटल उहाँ लगेर सबै हेर्छ त्यहाँ अरूले हेर्नु राम्रो कि घरको मान्छेले हेर्ने राम्रो भनेर मैले फकाइ गर्दाखेरि बल्ल मलाई चाहिँ कुरा खोल्यो
यस्तो यस्तो हो केटाले यसरी लग्यो यस्तो 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 सबै भनेर उसले भन्यो को केटा भन्दाखेरि यस्तो यस्तो भनेर सबै नाम भयो पुलिसलाई नि तैँले यही भन्न सक्छु भने सक्छु भन्यो बल्ल नत्र पहिला त पुलिसहरूसँग बाजेको थियो होइन कि होइन भनेर ऊ आत्यो अब हुन्छ यहाँहरूको जानकारीका लागि धेरै धेरै धन्यवाद हजुर